ल आज हामी जानौँ कि मेरो शेयरबाट शेयर बेचेपछि शेयर ट्रान्सफर कसरी गर्ने। फर्स्टमा मोरमा क्लिक गर्ने, त्यसपछि माई पर्चेज सोर्समा क्लिक गर्ने। जुन कम्पनीको तपाईँ शेयर बेच्नुहुन्छ त्यसको नाम त्यहाँ देखाउँछ। सर्चमा क्लिक गरेपछि यस्तो आउँछ। यहाँ सिलेक्ट अलमा क्लिक गर्ने, त्यसपछि प्रोसिडमा क्लिक गर्ने अनि कन्फर्म गरिदिने। कन्फर्म गरेपछि माई होल्डिङमा जाने, त्यसपछि माई होल्डिङमा केही देरपछि वा त तुरन्तै देखाइहाल्छ। माई होल्डिङबाट यसमा तपाईँले कति दिन शेयर राख्यो र त्यसबाट कति ट्याक्स दिनुपर्छ त्यो यसमा हुन्छ। र तपाईँले 1 सालभन्दा कम राख्नुभयो भने 7.5% र 1 सालभन्दा बढी तपाईँले शेयर होल्डिङ गर्नुभयो भने 5% क्यापिटल गेन ट्याक्स तिर्नुपर्छ। त्यसैले माई होल्डिङमा जुन कम्पनीले तपाईँको शेयर बेचेको हुन्छ त्यो कम्पनीको नाम देखाउँछ। सर्चमा क्लिक गर्ने, सर्चमा क्लिक गरेपछि सिलेक्ट अलमा क्लिक गर्ने अनि प्रोसिडमा क्लिक गर्ने अनि अपडेटमा क्लिक गर्ने, त्यसपछि कन्फर्म गरिदिने। त्यसपछि माई होल्डिङ्स सेभ्ड सक्सेसफुली देखाउँछ, त्यसपछि डिसमिस गरिदिने। त्यसपछि माई इडिआइएसमा क्लिक गर्ने अनि ट्रान्सफर शेयरमा क्लिक गर्ने, त्यसपछि भ्यू डिटेलमा क्लिक गर्ने अनि यहाँबाट शेयर ट्रान्सफर हुन्छ। त्यहाँ खाली ठाउँमा टिक लगाउने र प्रोसिडमा क्लिक गर्ने, त्यसपछि आई एग्रीमा टिक लगाउने र यहाँ शेयरको डिटेल तपाईँलाई देखाउँछ, कति किताब सबै। त्यसपछि कन्फर्ममा क्लिक गर्ने, त्यसपछि सक्सेसफुली रिक्वायर्ड र ट्रान्सफर शेयर देखाउँछ, त्यसपछि डिसमिस गरिदिने। 3-4 देखि वा 1 हप्तामा तपाईँको खातामा पैसा ट्रान्सफर गरिदिन्छ। धन्यवाद।